हेर्नुहोस् है, यो चाहिँ देख्दै गरेको चाहिँ पारी तेर्थुम हो। यो चाहिँ कालीमाटीबाट खिचिरहेको छु। हेर्नुहोस् आजको मौसम यस्तो छ, पानी पर्छ जस्तो छ राति। यो चाहिँ तेर्थुमको बाटो, यहाँबाट चाहिँ तेर्थुम अझ जाइन्छ। हजुरहरूलाई पनि यस्तो स्विजरल्यान्डको बाटो घुम्न मन लाग्छ भने चाहिँ तेर्थुम आउनु होला। यो स्कुल चाहिँ पहिला बाबाहरू पढ्नुहुन्थ्यो अरे। हेर्नुहोस् है, अब बाबाहरू जन्मेको ठाउँ र हुर्केको ठाउँ हेर्न आएको दसैँ मान्न। यो चाहिँ पहिला बाबाहरू यसमै पढ्नुहुन्थ्यो अरे। यो चाहिँ पारी तेर्थुम देखिरहेछ। हेर्नुहोस्, होइन जता हो भने होइन, हेर्नुहोस् है त्यतै अरे। हेर्नुहोस् त आजको भ्यूज कति दामी आएको छ। यस्तै भइदिए त हुन्थ्यो नि। पानी परेको परे गरेर बाटो बन्द छ। हेर्नुहोस् त कति दामी देखिएछ। हेर्नु त कुद्दै गएका केटाकेटीहरू पिङ खेल्नलाई। ए यहाँ हेर्नुहोस्, केटाकेटीको पिङ खेल्ने म खेल्छु र त खेल्छु भन्दै खेलिरहेछन्। दसैँमा त हामीलाई भन्दा केटाकेटीलाई रहर हुन्छ नि। हेर्नु त पिङ खेल्ने।